ह्याप्पिनेस चाहिँ सानसानो कुराले पनि आउँछ है। फोन चाहिरहेको थियो, पटक्कै फोन पायो भने ओहो कति ह्याप्पिनेस है। तर जय भन्ने कुरा चाहिँ नि एक्सट्रिम ह्याप्पिनेस हो क्या, उग्र। अनि त्यो जय चाहिँ संसारमा छैन प्रिय। त्यो जय चाहिँ संसारमा नसामै डुब्यो भने मात्रै एकछिनको बेहोसी मात्रै हो। तर येशू ख्रीष्ट चाहिँ हामीलाई जय दिनुहुने परमेश्वर हुनुहुन्छ। हालेलुया। म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, हाम्रो बाँचेको संसार छ नि अहिले, बिकज देयर इज नो जय एन्ड द्याट्स वाइ एभ्रिबडी इज कमिटेड टु क्रिएटिङ एन्टरटेनमेन्ट। जय छैन क्या, जय नभएको कारणले नै एन्टरटेनमेन्टको डोज लिनुपर्छ। तर प्रभुको मण्डलीले खुसी भएको एक्टिङ गर्नु पर्दैन। हामी कोठामा बसेर यसो सोच्छौँ मैले खुसी भएको एक्टिङ गर्दैछु कि छुइनँ, आफैलाई प्रश्न गर्नुहोस्। यदि तपाईँले ख्रीष्टलाई आज धारण गर्नुभएको छ, ख्रीष्टलाई विश्वास गरेर आफ्नो जीवन अर्पण गर्नुभयो भने तपाईँले रिजोइसिङ जयको तपाईँले एक्टिङ गर्नु पर्दैन। इट्स इन यर लाइफ। हालेलुया। पवित्र आत्माको फल चाहिँ के हो? आनन्द हो।